चाहिँ फर्किँदैछु बुदाङदेखि हैन जस्तो आइपुग्यो गाइस त्यस्तै माइक पनि गयो मलाई छोडेर So hey everyone, welcome back my the Limbu vlogger. So once again welcome back my new video guys. So फेरि म चाहिँ आइपुगेको छु नयाँ भिडियो लिएर हैन गाइस तपाईहरुले धेरै सपोर्ट दिनु भएको छैन मलाई हैन YouTube मा मेरो 29 जना मात्र सब्स्क्राइबर भइरहेछ प्लिज गाइस सपोर्ट गर्नुस् तपाईहरु नेपालदेखि पनि हेर्नु हुँदै थियो बट के भन्नु नेपालदेखि हेर्नै छोड्नु भयो हैन पहिले कति 58% ले हेर्नु हुँदै थियो मिन्स 100 मा 1/2% ले त हेर्नु हुँदै थियो तर अहिले हेर्नै छोड्नु भयो के गर्नु भयो गाइस प्लिज तपाईहरु प्लिज जस्तो सुके भने प्लिज सपोर्ट गर्नुस् हैन त्यहाँ तल्लोपट्टिको सब्स्क्राइबको बटन होला रातो टिक परिराखेको हैन जोडले हिकाउनुस् तपाईले मालतले हिकाउनु हुन्छ कि हातले हिकाउनु हुन्छ केले हिकाउनु सक्नुहुन्छ हैन डरलाग्दो प्रकारले पर्काउनुस् हैन अनि तपाईले बेल आइकन अलमा सेट गर्नुस् म धेरै भिडियो लिएर आउँछु कोही बेला हैन तपाईलाई नोटिफिकेसन अगाडि आउँछ तपाईले चाल पाइसक्नुहुन्छ त्यसले गर्दा सो मेरो बेबी चाहिँ देख्न सक्नुहुन्छ यसको त थोरा हालत पातला भइरहेछ हैन मैले चाहिँ धुको पनि छुइनँ किनभने अस्ति त्यतिकै राइड गरेर चाहिँ आएर मैले धुको पनि छुइनँ बट ठिकै छ मेरो लागि त क्या अहिलेसम्म हामीलाई सपोर्ट गरिरहेछ हैन आज चाहिँ म चाहिँ यता सोमबारे साइड जाँदैछु बट म कहाँसम्म पुग्छु त्यो त थाहा भएन कन्फर्मली त बट म चाहिँ बुदाङसम्म जाने इकमा आएको छु हैन सो चल्दै गाइस क्या हो जाए देखा जाएगा हैन सो हल्का भ्यू देख्न सक्नुहुन्छ बेङ्गालको मेरा तो बैकलॉग होगा यार पानी पर्न थाल्यो गाइस औडेको टाइममा चाहिँ पर्दैन कहिले पर्दैन गाइस यो पानी चाहिँ अनि यहाँ पर बस्ने जग्गा कहाँ होला हौ फर्किन पनि सक्दिन ट्राई गाइस ट्राई हुँदैछ ह्याप्पी पऱ्यो गाइस आजको भिडियो त के गरौँ हौ न्यानो नि पानी परेको अब उतापट्टि त जाउँ कि नजाउँ भयो सेक्नुहुन्छ मेरो चाहिँ साइकलको हालत त्यस्तो छ गाइस पानी पर्ने छिमछिम पर्न थाल्यो हैन यो पानी रोकिन्छ कि रोकिँदैन मलाई अतपत्त केही थाहा छैन हैन बट आधी बाटो चाहिँ क्रस भइसकेको छु म बुदाङसम्म चाहिँ पुगेर आउनु पर्यो म त्यस्तो सोच्दैछु बट पानीले भेटेन साह्रो पर्छ हैन अब सिप्सुसम्म हेरौँ सिप्सुसम्म पुग्यो भने पुग्छु हैन अलिक ठुल्ठुलो पानी पर्न थाल्यो भने चाहिँ घरपट्टि फर्किनुपर्छ किनभने ज्यादा पानीमा बस्नु हुँदैन ज्वरो मार्गी त्यस्तो लाग्छ फेरि हस्पिटल पुग्नुपर्छ त्यही हो गाइस हैन कुरा सो लेट्स गो गाइस योपट्टि त सिक्किम गाइस म फिलहाल पुग्न आँटेको छु सिप्सु तपाईँले एक टर्निङ काटेर गयो भने सिप्सु पुगिहाल्छ हैन 6 मिनट मिन्स 10-15 मिनट लाग्यो भनौँ न सो यस्तो भ्यू छ गाइस ह्याप्पी लाग्दिन्छ यस्तो जङ्गलको बिचदेखि क्या हबिबी गाइस वाह यस्तो बवाल छ क्या पारी चाहिँ साइक्लिङ गर्नु मन पर्यो हल्का अहिले चाहिँ फिलहाल चाहिँ म रोटै हिँड्दैछु प्र्याक्टिस गर्नु पर्यो हैन त्यहाँ अफरोडमा झर्नु पर्यो फर्स्ट टाइममा हामीले अफरोडमा हिँड्न सक्छ हैन त्यही हस्पिटल पुग्छ के हुन्छ डाइरेक्ट हस्पिटल सो गाइस देरी ना करते हुए चलते हैं हमारा दूसरा लोकेशन पे फाइनली गाइस दिस इज सिप्सु यो तल देख्न सक्नुहुँदैछ होला यो चाहिँ सिप्सु हैन ओराला चाहिँ जान्न म गाइस फाइनली बुदाङ आइपुग्यो हैन यो एनटीपीसी स्विमिङ पुलको अगाडि छ अब यहाँ हल्का तल जानुपर्छ स्विमिङ पुलको लागि जस्तो आइपुग्यो गाइस त्यस्तै माइक पनि गयो मलाई छोडेर हेर्नुस् न 600 रुपैयाँको माइक यति हो है गाइस सबसे महँगो माइक 600 रुपैयाँको कामै लाग्दैन गाइस अब
600 रुपियाँको माइक भन्छ यस्तो हुन्छ होइन। के कामै त लागेको छैन, देख्न सक्नुहुन्छ। यो चाहिँ एनटिपिसी। तपाईँहरू स्विमिङ पुल जो आउनुहुन्छ आउनु सक्नुहुन्छ होइन, भिजिट गर्नुहोस्। गरम महिनामा हल्का मजा हुन्छ होइन। सो अहिले चाहिँ विदाउट माइक म रेकर्ड गर्दैछु फोनकै माइकले होइन। कस्तो लाग्छ पत्ता छैन। मेरो बेबी देख्न सक्नुहुन्छ। यो चाहिँ आजदेखि चाहिँ मेरो बेबी होइन। हल्का अघि चाहिँ हल्का लडेको थिएँ नि तल कि, हल्का स्ट्रेच पनि लागिरहेछ देख्न सक्नुहुन्छ। यो साइडको अलिकति स्केच छ यो उसमा, लड्नु पनि त्यति डरलाग्दो छ, लडेको छुइनँ होइन। सबै जिउसु चाहिँ ठिकै छ मेरो होइन। हल्का रोडको यस्तो साइडदेखि चाहिँ हल्का यति भिरको यतिको साइडमा लडेको थिएँ, जान बाँच्यो, खुसी लाग्यो क्या। सो गाइस अब चाहिँ फर्किन्छु होला नि यहाँदेखि चाहिँ होइन, जोरथाङपट्टि, किनभने 2 साढे 2 हुन आँट्यो। त्यसले गर्दा जान पनि टाइम लाग्छ, हल्का उकालो ओह्रालो छ त्यसले गर्दा। सो बेबी चल्ने के लिए तयार हो जा, नहीं तो गलत सिन हो जाएगा बेबी। सो गाइस म चाहिँ फर्किँदैछु बुदाङदेखि होइन। अब चाहिँ असली मजा आउँछ नि गाइस। त्यही माथि माइक पनि छैन, आज धोका दियो माइकले पनि। सबसे घट्न गाइस रोड यही हो। सो फाइनली गाइस मैं पहुंच चुका हूँ अपने घर पे, देख सकते हैं म चाहिँ आइपुगेँ होइन। सो आज त धेरै मजा आयो होइन। यता माथि चाहिँ हो त्यो पेट्रोल पम्पको अगाडि चाहिँ धेरै रिस उठायो होइन। कस्तो खालको गाडी कुदाउँछ, छ्या कुदाउनु आउँदैन, किन कुदाएको होला है हौरेहरूमा, मलाई दिमाग पनि तात्यो होइन। तर केही छैन। सो आजको भिडियो चाहिँ नै सहनु होइन। तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्न नभुलिनु होला, अनि कमेन्ट प्लिज गर्नुहोस् होला होइन। धेरैभन्दा धेरै मान्छेले सेयर गरिदिनुहोस् ल। सो बाई गाइस, हेभ अ ग्रेट डे होइन। नेक्स्ट भिडियोमा भेटौँ होला फेरि, वाच मोर। तपाईँहरू त आउनु भएन भने अचानकमा भेट भइहाल्यो भने चाहिँ भेटौँ होइन गाइस। कमेन्ट चाहिँ गरिराख्नुहोस् होला होइन। यो कमेन्ट चाहिँ फेरि नेक्स्ट भिडियोमा कमेन्ट देखाउँछु होइन, कसले कमेन्ट गर्नुभएको रहेछ भनेर। सो बाई गाइस, आजदेखि माइक छैन होइन।
धोका दिएर गयो माइकले मलाई चाहिँ ठरेस भयो सो बाई गाइस